हजुरको घरमा कलह छ, अशान्ति छ, श्रीमान श्रीमती बीच झैझगडा भइरहन्छ, द्वन्द्व भइरहन्छ, परिवारमा सदस्यहरू बीच मनमुटाव भएको छ, छोराछोरी बीच चाहिँ विभिन्न किसिमका द्वन्द्वहरू भएको छ, परिवारमा चाहिँ बिमारीहरू भएको छ, बालबच्चाहरू बिरामी हुनुहुन्छ, पढाइमा मन छैन भने यदि हजुरहरूलाई म एउटा यस्तो विधि सिकाउँछु, हजुरहरूले गर्नुहोस् है। भोलि शनिबारको दिन हेर्नुहोस् त, यसरी एउटा सफा टाइपको तेजपत्ता लिनुहोला, तेजपत्तामा यसरी हजुरले नुन राख्नुहोला, नुन राखेर हजुरले चाहिँ यसरी लाइटर लिएर हजुरले यस्तो उसमा धुपौरोमा हजुरले एउटा कपुर राख्नुहोला र कपुर राखेर यसरी जलाउनुहोला। जलाएर हजुरहरूले आफ्नो घर वरिपरि सम्पूर्ण स्थानमा यसको धुवाँहरू फैलाउनुहोला। यसो गर्नुभयो भने हजुरको राहु केतु शनि दोषहरू ग्रहहरू चाहिँ शान्त हुनेछ, हजुरलाई दुःख कष्टबाट मुक्त दिनुहुनेछ। यसरी हजुरले प्रत्येक शनिबार 3टा शनिबार अथवा 5वटा शनिबार 7वटा शनिबार यसरी हजुरले कन्टिन्यू यसरी गर्नुभयो भने घरमा हजुरको सुख शान्ति समृद्धि छाउनेछ, खुसियाली छाउनेछ। हजुरलाई टाढा जानुभएको हजुरको आफ्नो मान्छे पनि हजुरलाई सम्झेर फोन गर्नुहुनेछ। कमेन्ट बक्समा गई हजुरहरूले ओम नमः शिवाय लेखी भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला। जय श्री कृष्ण, राधे राधे।